सबैजना साथीहरूलाई गुड इभिनिङ है। म चाहिँ आज हाम्रो गाउँमा चाहिँ पानीको सर्टेज भयो, पानीको अभाव भएर चाहिँ यसो दबाङ खोला भन्दा माथि चाहिँ पानी भर्न जान लाग्छु। के गर्ने साथीहरू, यस्तै छ गाउँघरको हल्लीचल्ली। खडम छ, पानी भर्न जानु परेको छ बाइकमा। सायद यो नरा पोडिकेर बुझ्यो, पानीको समस्या छ साथीहरू। ल फाइनली पानी भर्ने ठाउँ चाहिँ आइपुग्यो साथीहरू। यहाँ मेरो पानी भर्ने ठाउँ चाहिँ। ए बजु, यहाँ पानी आइरहेछ। ए पानी भर्न आएको के दिमाग। हाम्रो बिर्तिसे पानी त कडा गयो कता। तनाव छ। हजुर हिजोदेखि नआएको हो, आज त थपक्कै भएको। हिजोसम्म त अलिअलि आउँथ्यो, आज त पटक्कै आउँदैन कि। दिमाग र तनाव भयो, तनाव। हाम्रो बिर्तिसे पानी कता अलपत्र भएर पटुवा छ न त। रबरले भयो, अलि राम्रोसँग कस्थ्यो भनेर कस्ने भने त भएन। दिमाग खराब यार। ए राहुलले के समात्ला त्योलाई त यो एउटा जर्किनले जिताउँछ भने यो जर्किन नै बोक्न सक्दैन त्यसले, निहारिन्छ। राहुलको बा हो र म होइन होला। पछाडि फर्काइदिनु होला है मुख, मेरो ढाड भिजेला के के सकिन्न त्यही हो र। उतापट्टिबाट हालिदिनुहोस् त बोजू। के बाइक पल्ट्यो भने तनाव हुन्छ। ल हालिदिनु ल। नाति पाठा हो के छ, यताउता घोल्च्याङ घोल्च्याङ गर्छ के हो नि, यताउता पङ्गेला र क्या। ल धन्यवाद बजुहरू है। अब तपाईँहरू दिनकै हुनुभयो भने भोलि पनि आएन भने आउँछु म है। तरिका धन्न, यहाँ पानी भर्ने ठाउँमा बजुहरू हुनुहुने रहेछ र हालेर सहयोग गर्नुभयो यार है। नत्र म आफै भए त बेपत्ता भएको आज। दिवाङ्गा नउजिरो भाइ। के छ अवस्था? टिकटक बनाइदिएको हो मलाई, रमाइलो छ नि। ल अब म एक्लै सक्दैन, यहाँ बाइक चढ्दैन। ल साथीहरू, ल ऊ चाहिँ मेरो म्याडम साहब पानी लिन आएको र यहाँ जर्किन अडाउन नसकेर ए तेरिका। ल भयो। ल अब मूलदेखि यहाँसम्म चाहिँ तिमीहरूलाई ल्याइदिइसक्यो। अब तिमीहरू ल्याएर आऊ है गाइजहरू, मजा हिँड्यो। ए मासला टेट